नमस्कार सबैजनालाई। आजको प्रसङ्ग 100 रुपियाँको। एउटी आमाले आफ्नो घरको लागि भनेर इन्डियाको बोर्डरबाट चिनी, साबुन, तेल किनेर ल्याउनुहुन्छ। अहिलेको नेपालको नयाँ सरकारले 100 रुपियाँभन्दा बढीको सामान बोर्डर पारी ल्याउँदा भन्सार लाग्ने बनाएको छ। त्यो पनि नेपाली 100 रुपियाँ, भारू पनि होइन। अनि त्यही आमाको ब्याग चेक गरिन्छ, तस्करीलाई गरे जस्तो गरिन्छ। अब मेरो आजको यो प्रसङ्ग यो आमाको मात्र होइन। आज मलाई तपाईहरुसँग केही प्रसङ्गहरू राख्न मन छ जुन यो बेला धेरै मिडियाहरूले छुटाइरहेका छन्। यो बोर्डरको प्रसङ्गमा मैले धेरै रिलेट गर्न सक्छु, किनभने जब म सानो थिएँ हामी बुटोलबाट सुनौली सामान किन्न गएको म अझै पनि सम्झिन्छु। अनि त्यति बेला मैले नबुझेको कुरा आज आएर पुरै बुझिन्छ। बोर्डर पारी जानु धेरैको लागि सोखको कुरा होइन, पैसा बचाएर घर चलाउने एउटा बाध्यता मात्र हो। नेपाली 100 रुपियाँमा एक प्लेट मोमो त मुस्किलले आउँछ, इन्डियाबाट के चाहिँ ल्याउने होला। अहिले यस्तो अवस्थामा त्यो आमाले महिनाभरिको सामान ल्याउँदा झोला चेक गरिन्छ। अनि त्यो आमालाई कस्तो लाग्छ होला? त्यो आमालाई तस्करीको बिल्ला लगाइदिए जस्तै अनुभव हुन कुनै आश्चर्यको कुरा होइन, किनभने त्यो आमा जस्तै बोर्डर नजिकै बस्ने मान्छेहरूको लागि जीवन नै यही हो। बिहे होस् कि व्रत बन्ध, औषधि होस् वा बच्चाको सामान, सुनौली पारी जानु उनीहरूको लागि दैनिक जीवनको हिस्सा हो। र यो नियमले त्यो जीवनलाई एकैचोटि ठप्प पारेको छ। त्यही भएर अहिलेको यो प्रश्न उठ्न स्वाभाविक पनि हो, सरकारले यो सही गर्यो कि गलत? तपाईहरुले पक्कै पनि सुन्नुभएको होला, नेपाल र भारतको सीमामा 100 रुपियाँको भन्सारको नियम अहिलेको चर्चाको विषय बनेको छ। अहिले यो नियम कडा भएपछि मधेस र तराईको धेरै ठाउँमा असन्तुष्टि देखिएको छ। धेरै मान्छेहरू भन्छन् यो अन्याय हो, हामी त वर्षौंदेखि भारत गएर घरायसी सामान किनेर ल्याउँदै आएका थियौं, अब सरकारले साधारण जनतालाई दुःख दिन थाल्यो। यो गुनासो के हदसम्म गलत पनि होइन, किनकि अहिले धेरैलाई घर चलाउन गाह्रो भइरहेको छ। सबै कुरा महँगो छ, दाल, चामल, साबुन, तेल जहाँ सस्तो भेटिन्छ त्यहाँ जानु मान्छेको स्वाभाविक व्यवहार पनि हो। यो कुनै अनौठो कुरा होइन, तर यो कथाको अर्को पाटो पनि छ। यस्तो पाटो जुन समाचारहरूमा देखिँदैन, नेताहरूको भाषणमा पनि धेरै सुनिँदैन, प्रदर्शनका ब्यानरहरूमा पनि त्यति देखिँदैन। ती पाटोहरू बुझ्नु अघि सुरुमा यो 100 रुपियाँको नियमको वास्तविकता बुझ्न जरुरी छ। अहिले एउटा कुरा चाहिँ स्पष्ट पारौँ है, यो 100 रुपियाँको नियम कुनै नयाँ नियम भने होइन। यो नियम राजपत्रमा पहिल्यैदेखि नै प्रकाशित भएको कुरा हो। यसमा सीमाबाट ल्याइने सामानमा भन्सार छुटको लिमिट नेपाली 100 रुपियाँ तोकिएको छ। अहिलेको नेपाली 100 रुपियाँ भनेको आजको समयमा के हो? 2 कप चिया वा राम्रो खाना पनि आउँदैन। त्यसैले यो लिमिट अत्यन्तै कम छ भन्ने कुरा मान्नै पर्छ। तर यो नियम धेरै लामो समयदेखि व्यवस्था गरिएको नियम हो, जुन अहिले चाहिँ कडाइका साथ लागू भएको मात्र हो। यो केही हदसम्म सरकारको राजस्व चुहावट रोक्ने अभियान हो। सबैभन्दा ठुलो समस्या के थियो भने धेरै सामान घरायसी प्रयोग भनेर ल्याइन्थ्यो, तर सबै अवस्थामा त्यो घरायसी प्रयोग मात्र हुँदैन थियो। कतिपयले दिनमा धेरैचोटि जाँदै आउँदै सामान ल्याउँदै गर्ने काम गर्थे, अनि त्यो सामान जम्मा गरेर नेपालभित्र फुल प्राइसमा बेच्ने चलन थियो। त्यसैले सरकारले भन्छ हामी राजस्व चुहावट रोक्ने प्रयास गरेको मात्र हो। तर यो कुरामा अर्को पक्ष पनि सँगसँगै सत्य छ। घरेलु सामान र कमर्सियल स्मग्लिङलाई एउटै तरिकाले हेर्नु पनि गलत हो। यो आमा घरको लागि तेल, चिनी, बेसार अथवा बिहेको लागि एउटा साडी मात्र ल्याउँदै हुनुहुन्छ भने त्यो आमालाई तस्कर जस्तो हेर्ने व्यवहार पनि गर्नु ठिक होइन। तर यति मात्र भनेर बहस चाहिँ पुरा हुँदैन, किनकि यसमा अर्को पाटो पनि जोडिएको छ। प्र्याक्टिकली सोच्ने हो भने सीमाना नजिकै बस्ने मान्छेहरूले नेपालमै सामान किन्दा पनि नेपालका अरू भागका मान्छेहरू भन्दा सस्तो मूल्यको सुविधा पहिल्यैदेखि नै पाइरहेका थिए या थिएनन्। अब यसलाई धेरै थ्योरीमा होइन, एउटा सिम्पल एक्जाम्पलबाट बुझौँ। मानौ यो एउटा खाने तेलको प्याकेट हो, यो भारतबाट नेपालतिर आउँदैछ। यो सीमा नजिकको भैरवा, काकडबिट्टा जस्तो ठाउँमा पुग्छ। यहाँसम्म आइपुग्दा यसको मूल्य मानौ 190 रुपियाँ छ। अब यही सामान भैरवा, काकडबिट्टाबाट काठमाडौँतिर जान्छ। अब ट्रकको लामो बाटो काट्नु पर्यो, बिचमा अनलोडिङ, लोडिङ, होलसेलर, रिटेलर सबै थपिन थाले। त्यसैले काठमाडौँ पुग्दा यो तेल अब 240 रुपियाँ पुग्छ। सामान त्यही हो, तर ठाउँ बदलिँदै जाँदा मूल्य पनि बदलियो। अब यही सामान अझ टाढा जान्छ, पहाडतिर। बाटो सजिलो छैन, ठुलो ट्रक सधैँ पुग्दैन। त्यसपछि ट्रकबाट सामान जिपमा सारिन्छ।
त्यहाँ पुग्दा मूल्य अझै बढ्छ। अब अझ माथि जाउँ, जुम्ला हुम्ला जस्ता ठाउँतिर। यहाँ त यात्रा झन् गाह्रो हुन्छ। कुनै ठाउँमा त जीपबाट पुगिन्छ। त्यसपछि सामान खच्चड भरिया, कहिलेकाहीँ याकले पनि बोक्छ। कहिलेकाहीँ बाटो नै राम्रो हुँदैन, कहिलेकाहीँ मौसमले रोकिन्छ। र जब यही तेल अन्तिममा हुम्ला वा जुम्लाको गाउँमा पुग्छ, त्यसको मूल्य 420 रुपियाँ पुग्न सक्छ। नेपाल सरकारले कर उठाएर त्यो पैसा रोड बनाउन, स्कुलमा शिक्षा दिन, हस्पिटलमा निर्माण गर्न प्रयोग गर्छ। अनि त्यो हुम्ला वा जुम्लामा बस्ने मान्छेले पुरै कर सरकारलाई तिरेको पनि हुन्छ, VAT पनि तिरेको हुन्छ, र उसैले सबैभन्दा कम सुविधा पाउँछ। न राम्रो रोड, न राम्रो स्कुल, न राम्रो हस्पिटल, अनि सामान पनि सबैभन्दा महँगो हुन्छ। ल अब भन्नुहोस्, नेपाल बोर्डरमा बस्ने मान्छेलाई साँच्चै नै गाह्रो भएको हो त? इन रियालिटी नेपालमा स्ट्रक्चरल प्रब्लम के हो भने नेपालको अर्थतन्त्रको बोझ धेरै पटक त्यही मान्छेले बोकिरहेको हुन्छ, जोसँग कुनै विकल्प नै छैन। नेपाल सानो देश हो तर अत्यन्तै विविध देश हो। भूगोलमा विविध, संस्कृतिमा विविध, जीवनशैलीमा विविध र आर्थिक वास्तविकतामा पनि विविध। 100 रुपियाँको विवादले हामीलाई एउटा महत्त्वपूर्ण कुरा देखाइरहेको छ। जब हामी फेयरनेसको कुरा गर्छौँ, हामीले पुरै नेपालको कुरा गर्नुपर्छ। केवल आवाज ठुलो आउने ठाउँको मात्र होइन, केवल राजनीतिक पहुँच भएको मात्र ठाउँको होइन, केवल सीमा नजिकको पीडाको मात्र होइन। हामीले त ती पहाड र हिमालका समुदायको पनि कुरा गर्नुपर्छ, जसले वर्षौंदेखि चुपचाप बढी मूल्य तिरिरहेका छन्, नेपालकै बजारबाट किनिरहेका छन्, नेपालकै कर प्रणालीमा योगदान पनि गरिरहेका छन्। र बदलामा राज्यले कहिले हाम्रोतिर पनि हेर्छ भनेर पर्खेर बसिरहेका छन्। कुनै पनि कस्टम्स रिफर्म रिपोर्ट गर्न लायक छ भने त्यसले 3 कुरा बुझ्नुपर्छ। पहिलो, मानिसले वास्तवमा कति एफोर्ड गर्न सक्छ भनेर बुझ्नुपर्छ। दोस्रो, समस्या कसले गरिरहेको छ र कसलाई अनावश्यक दुःख भइरहेको छ त्यो बुझ्नु जरुरी छ। र तेस्रो, यो सिस्टमको कस्ट अहिलेसम्म कसले भार बोकिरहेको छ। यो धेरै ठुलो माग पनि होइन, तर जबसम्म हामी यो प्रश्न सोध्दैनौँ, 100 रुपियाँको बहस यस्तै रहन्छ, संख्याको झगडा, जबकि यो हुनुपर्ने थियो न्यायको बहस। यो भिडियोले तपाईहरुलाई नेपालको अलि फरक तरिकाले सोच्न बाध्य बनाएको छ भने कृपया शेयर गरिदिनु होला। विशेष गरी यस्तो मानिससँग शेयर गर्नुहोस् जो तपाई भन्दा नेपालको फरक ठाउँबाट आउँछ, किनकि देश बदल्ने कन्भर्सेसन आफ्नै सर्कलमा मात्र हुँदैन। ती कन्भर्सेसन्स फरक अनुभव भएका मानिसहरु बीच हुन सक्छ। कमेन्टमा लेख्नु होला तपाई कुन जिल्लाबाट हुनुहुन्छ, तपाईको ठाउँमा खाने तेल, चिनी, चामल, दाल जस्तो सामानहरु कति पर्छ, सीमा नजिक र पहाड हिमालमा मूल्य कति फरक छ त्यो बुझ्ने प्रयास गर्छौं हामी। आउनुहोस् सबैको आवाज सुनौं र मिलेर सोचौं, किनकि नेपाल सबैको र फेयरनेस पनि सबैका लागि हुनुपर्छ।